छौँ 2083 साल यो हाम्रो भाद्र 1 गते नागपञ्चमीको अवसरमा आज हाम्रो घरको नागको थानमा पूजा गरेर विधिपूर्वक यो चाहिँ आँखा बनाएको भइरहेको छ। आँखा यो हाम्रो परम्परा हो। मैले पनि मेरो बुबाले नाग पूजा गर्दा देखेको थिएँ। अहिले मैले गर्दैछु। यो हाम्रो परम्परा, हाम्रो संस्कृतिलाई हामीले पुस्तान्तरण गर्दै जान्छौँ। हजुरबाले गरेको देखेर बाले गर्नुभयो, बाले गरेको देखेर मैले गरेँ, मैले गरेको देखेर म पछिका छोराले गर्छन्, छोराले गरेपछि नातिले गर्छन्। यो हाम्रो परम्परा संस्कृतिलाई भुल्नुहुन्न। यो नागलाई हामीले प्राकृतिक देवताको रूपमा पनि चिन्छौँ। अब यो नाग देवतालाई पूजा गरेपछि विभिन्न खालको चाहिँ लाभ हुन्छ भन्ने हाम्रो धार्मिक मूल्य मान्यता छ। नाग पूजाले घरमा बिच्छीहरूको प्रवेश हुँदैन, लगायत घरमा चट्याङ पर्दैन, आदि दुःख हुँदैन, पीर चिन्ता हुँदैन भन्ने हाम्रो परम्परा, हाम्रो मूल्य मान्यता अनुसार हामीले यो पूजा गर्नुपर्छ, गरिरहेका छौँ। हामीले हाम्रो संस्कृतिलाई बचायौँ भने यो संस्कृति बच्छ। हामीले नगरे कसले गर्ने भन्न चाहन्छु। 83 साल भाद्र 1 गते श्री नागपञ्चमीको अवसरमा आफ्नै घरमा नागको थानमा परम्परागत रूपमा हाम्रो परापूर्वकालदेखि पुर्खाहरूले गर्दै आउनुभएको नाग पूजन कार्यक्रम आज मैले गर्दैछु। यहाँहरूलाई पनि यो भिडियो मैले सेयर गर्न मन लागेर सेयर पनि गरेको छु। यो हाम्रो परम्परालाई कायम राख्नुपर्छ। यो परापूर्वकालदेखि नै हाम्रा पुर्खाहरूले गर्दै आउनुभएको र यो पुस्तान्तरण हुँदै आइरहेको सन्दर्भमा अहिले मेरो पुस्ताले मैले यो रीतिलाई, यो परम्परालाई कायम राख्न यो काम गरिरहेको छु, पूजन कार्य गरिरहेको छु। र यसरी नै एउटा पुस्ताबाट अर्को पुस्तामा यो परम्परा, हाम्रो संस्कृति, हिन्दू धर्मको संस्कृति, हाम्रो सामाजिक मूल्य मान्यता अनुसार यसरी पूजन कार्यहरू भइरहेको छ। र यो पूजन कार्य गर्नुपर्छ, सबैले जान्नुपर्छ। धन्यवाद।